ल है गोर्खे सोल्टा सोल्टीहरू दिदी बहिनी दाजुभाइ काका काकी आमा बुवाहरू फेरि आए है गाइज अर्को एउटा सानो भ्लग लिएर। र अहिले चाहिँ म कृष्ण मन्दिरमा छु हैन गाइज। यो देख्न सक्नुहुन्छ भित्र क्या दामी चित्रहरू बनाइराखेको छ, हेर्न सक्नुहुन्छ। झुमर नि राखेको छ हैन। यो चाहिँ भित्रको भयो। एकदम ठुलो छ गाइज यो ठ्याक्कै हैन। यो देख्न सक्नुहुन्छ। सानो मिठो भ्लग लिएर आएको छु म हैन गाइज। लाइक शेयर एन्ड फलो गरिदिनु होला। युट्युबबाट हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला टक हैन गाइज। मैले सानो सानो भ्लगहरू लिएर आउने नै गर्छु टक हैन गाइज। यो देख्न सक्नुहुन्छ मन्दिर। यो चाहिँ हाम्रो ठ्याक्कै सालघारी रहेको छ हैन गाइज। फुलहरू नि दामी छ हैन। यो चाहिँ गेट भयो तपाईको हैन गाइज हैन। दामी दामी फोटोहरू नि बनाएको छ, हेर्न सक्नुहुन्छ। जुत्ता चप्पल चाहिँ यहाँ राख्न पर्दैन गाइज, भित्र लान पाउँदैन। यो चाहिँ मेरो जुत्ता भइहाल्यो। लाइक शेयर एन्ड फलो गरिदिनु होला गाइज। एउटा एकचोटि घन्टी बजाइदिउँ न प्वाङमै। त गाइज आजको भ्लग यति नै, सानो मिठो भ्लग। धेरै भ्लग लामो बनाउँदैन मैले, मेरो नि टाइम हुँदैन, तपाईँहरूको पनि टाइम हुँदैन यसो हेर्नलाई हैन गाइज। लाइक शेयर एन्ड फलो गरिदिनु होला।